साथीहरू र अहिले भने चाहिँ यो जम्मै यो मैलाहरू छ नि यो मैला कुचेलाहरू चाहिँ टकटुक यसलाई कुचाएर एक ठाउँ थुपार्दैछु यो किनकि हामीले मैला गर्नु हुँदैन हो सफा राख्नुपर्छ हामीले है क्लिन क्लिन सिक्किम भन्छ नि सफा राख्नु पर्यो यसलाई चाहिँ अन्त यसरी यो जम्मै रिसाइकल हुन्छ है रिसाइकलको लागि हामीले चाहिँ यसरी यो बिजो खोल्यो हो त्यहाँदेखि यो मैले त्यसै बुट हालेको होइन साथीभाइ हो यसको काम छैन यसरी काचाक कुचुक पार्यो त्यहाँदेखि यो रिसाइकलको लागि गयो है यसरी मैला गर्नु हुँदैन साथीहरू हेर्नुहोस् यस्तो भयो नि यहाँ देखाइदियो भाइ हो र यहाँ निकाल्दैछ एकछिन दिनुहोस् त दिउ त भाइ यहाँ हेर्नुहोस् यी मैला कुचिला यस्तै मैलाहरू छ यो मैलाहरू टाकटुक रिसाइकलको लागि अब यो जम्मै जान्दैछ यस्तो मैला राख्नु हुँदैन हामीले साफसुग्घर राख्नुपर्छ है आफ्नो जग्गा आफ्नो है घरहरू साफसुग्घर राखेर यो टाकटुक मैला जान्छ अब हामीले यो जुन चाहिँ योहरू यस्तोहरू खाएर बाटोतिर फ्याल्नु हुँदैन है हामीले सफा राख्नुपर्छ हेर्नुहोस् है साथी हो